हेलो एन्ड नमस्ते गाइज। आज चाहिँ हाम्रो घरमा सानो कार्यक्रम छ हैन। यो कार्यक्रमको चाहिँ म सानो भ्लग बनाऊ भनेर भिडियो बनाइरहेको छु हैन। कृपया राम्रो लाग्छ भने हेरेर साथ दिनु होला। यो चाहिँ हाम्रो आज बिहानको 5 बजिरहेछ। पुरै यहाँ कार्यक्रम चलिरहेछ, सुरु भइरहेछ अहिले। यो केटाले नि बिचरा आज बिहान उठेर उसलाई गाह्रो भइरहेछ। अरू बेला 8 बजी उठ्ने मान्छे आज 5 बजी उठिरहेछ। के भन्छ? यहाँ मम्मीले घर लिप्दै हुनुहुन्छ। अहिले बेलुका नै छ, उयो उज्यालो भएको छैन। यो केटा र म चाहिँ फुल टिप्न जानु लाग्यो हैन। बिचरालाई कति गाह्रो छ, उज्यालो नि भएको छैन राम्रो। फुल चाहिँ यता माथि जानुपर्छ यो केटा फुल टिप। हामी गाउँबाट बाहिर निस्किसकेको छौँ फुल टिप्नको लागि। यो हाम्रो वडापालिका होइन। एउटा यो ट्याक्कै खोला छ, अहिले खोला आउँदैन, असारमा मात्र आउँछ। यो हाम्रो तलको गाउँ, हामी यहाँबाट माथि। केटा कस्तो मजा आइरहेछ बिहान रे। तर कस्तो मजाको छ हौ यो त। चराहरू कराएको गराएछ। म त्यस्तो राम्रो भएर आएको छु, मनको बर्को लाएर टुप्पी भएको छैन। क्या मस्त बिहान त म चिसो हावा होइन। त्यसपछि अब यो कस्तो चराहरू कराइरहेको छ। अहिले उठ्न चाहिँ गाह्रो भइरहेको छ। उठिसकेपछि चाहिँ रमाइलो भइरहेको छ क्या। बिहान उठ्नु शरीरको लागि प्लस सबै चिजको लागि राम्रो कुरा। धन्यवाद। 15 मिनटको बाटो आइसकेको छौँ। अनि हामी छुटेको त यहाँबाट है, फेरि यहाँ तलबाट हो। जहिले धेरै माथि आइसकेको छौँ। अझै एउटा हिँड्नुपर्छ नि हौ। यस्तो बाटो छ होइन। यहाँ एउटा पुल छ हाम्रो, यहाँबाट छुटेको हामी टक्कै यता हुँदै यहाँ आइसकेको छौँ। अनि यस्तो बाटोमा हिँडिरहेको छौँ होइन। अनि नेपालीको छोरो पो त अनि यस्तोमा त आँखा चिम्लेर हिँडिन्छ। ओ अगाडि हिँड्ने मान्छे, यो ठाउँको नाम के हो? यो बेलेङ। अब हामी कति हिँड्नुपर्छ अझै फुल टिप्नलाई? 5 मिनट जति हिँड्नुपर्छ। 5 मिनट? ल अझै 5 मिनट हिँड्नुपर्छ यार। यहाँ खोला छ है, खोला मासु पनि पाउँछ साङमुङ यो पाइन्छ। तर यहाँ साँच्ची होइन भन्नुपर्दाखेरि बिहानको वातावरण चाहिँ एकदम सही छ नि। फेरि चराहरू कराइरहेको छ, चिसो हावा होइन, साङसुङ टाइपको छुट्टै हुँदो रहेछ क्या। अब फेरि हामी अलि सर्दी अलि धेरै बसेको मान्छे गाउँ एक्काइस आउँदाखेरि त अब मतलब छुट्टै फिल हुने क्या होइन। पिस खालको हुने। त्यही भएर हुनुपर्छ गाइस, चिल गर्नुपर्छ। ओ फुल टिप्ने केटा, तिमीसँग केही कला छ भने देखाउ न यार। पहिला थियो त नि। यो भिडियोमा बोल्नको लागि क्या नौटङ्गी बोलिरहेको छ साथीहरू। खतरा भएर बोलिरहेको छ होइन, बोल्न खोजिरहेको छ। खतरा चाहिँ छैन, त्यस्तो चाहिँ खोज्न खोजिरहेको छ। तर एक केटाले पहिला कला चाहिँ देखाउँथ्यो। अहिले त अलि बुढो भएर अहिले त जवानीमा त अहिले त मान्छे ढालेको नि कला देखाएर। अहिलेको बुढो भएर अहिले त्यो कलाहरू अलि पुरानो भएर चाहिँ खै के भएको पनि देखाउँदैन। हामी फाइनली गाइस अलिकति नजिक आएको छौँ। फुल भएको ठाउँबाट अलिक नजिक आएको छौँ। थोरै मात्रै हिँड्नुपर्छ होला होइन। तर कस्तो सास बढेको। ल यो ठाउँको नाम के हो अरे भाइ? ए अहिले तल बेलेङ, अहिलेको यो चाहिँ मास्टर बेलेङ। अनि अब हामी एउटा कहाँ निस्किन्छौँ? अझै यता रोड छ? ल रोड आइसक्यो त यार। तर हाम्रो सानो बेला हिँड्ने बाटो नै यही हो हुन चाहिँ। अहिले चाहिँ रोड आएर के भएर के भएको छ। अलि अब हामी त अलिक कमै आउँछौँ नि त नि। बाटो त बिर्सिएको छैन, तर अलिकति परिवर्तन चाहिँ भएको छ। यसरी रोड आएर चाहिँ होइन, ठिक हो। रोड आउनु, विकास आउनु भनेको राम्रो कुरा हो। अहिले यस्तो भइरहेछ है। बिस्तारै अब त पिच होला, गाडी आउला, छिटो आओस्। पहाड हो पहाड यार, दामी छ नि हौ। ल हामी होइन सानो बेला के साथीहरू
के हुन्थ्यो भने हाम्रो तलतिर स्कुल हुन्थ्यो यो घरतिर हाम्रो मम्मी बुवा यता बस्नुहुन्थ्यो माथि यो जुन छ नि यो तलतिर खर्का भन्छ त्यता गोठ हुन्थ्यो होइन हामी बिहान सधैँ दैनिक दिनकै होइन त्यहाँबाट स्कुल आउँथ्यो क्या सधैँ आउँथ्यो कहिलेकाहीँ चाहिँ फेरि अलि के हुन्थ्यो भने साथीहरूसँग बाटोतिरै बस्दिने क्या अनि बेलुका 3-4 बजीपछि फेरि फर्किने कहिलेकाहीँ त होइन आमा बाउले थाहा पाइदिने सातु बनाइदिने क्या तर नि हामी हार खाने खालको मान्छे होइन हामी हाम्रो काम निरन्तर जारी राख्छौँ भन्दै फेरि कहिलेकाहीँ त्यस्तै बाटोमा बस्दिने माछा मारिदिने यो खोलातिर होइन त्यस्तो थियो सम्झँदाखेरि त्यो कुराहरू अहिले एकदम रमाइलो लाग्छ होइन अब त्यो चिज त त्यो पलहरू त फर्केर त आउँदैन तै नि सम्झिँदाखेरि रमाइलो लाग्छ होइन त्यही भएर चाहिँ खोलामा माछा मार्थ्यौँ हामी त्यतिखेर यस्तो बाटो थिएन यता पुरै जङ्गल थियो होइन अहिले त एकदम परिवर्तन भएको छ अब अहिले भोलि पर्सि के हुने हो होइन ठिक छ फुल टिप्दाको मान्छे यस्तो फुल त नै टिप्यो हामीले यत्रो हेर यस्तो फुल पाइयो के भन्नु यहाँनिर यस्तै लेखेको छ क्या अब आज अब फुल पाउनुलाई कति हिँड्नुपर्ने हो होइन छैन र अब होइन धेरै हुन्छ यता अहिले अलिक सिजन अफ भइसक्यो जस्तो लाग्यो पाहाडमा अहिले हो कहिले हो भने अहिले नै अहिले अलि सकियो जस्तो खोज्न आएको गाई भेटाइयो त यो हाम्रो मन्दिर हो यसलाई माथि मन्दिर हुन्छ यहाँ चाहिँ 1 गतेभन्दा अगाडिको महिनाको 29 गते चाहिँ यस्तो दाम गएर रमाइलो हुन्छ तब भिड गर्नु सक्छ रमाइलो गर्न सक्छ फुल खोजिरहेको छौँ हामी एकदम यो फ्रान्सको के जङ्गल त्यो जग्गा यसले खोजिरहेको छ यसले भेटेको छैन म यहाँ खुट्टा देखेर मनलाई चाहिँ यहाँ चलेली होइन हामी यसलाई अलिकति टिप्नेछौँ अब गाइड टिपिसकेर हामी फेरि गएर लाग्नेछौँ भोक पनि लगाइसक्यो अहिले त केही खान मिल्दैन फेरि व्रत हाम्रो सबैको ल ठिक छ केटाले टिप्छ हो यस्तो गाह्रो छ यस्तो रूपमा चढेर जानुपर्छ तर फेरि यो क्यामेराम्यान त अलिक रूपमा चढ्न पहिला त डेन्जर हो यस्तो टुप्पामा नि गएर पातमा अडिदिन्थ्यो अहिले चाहिँ अलिक खुट्टा काम्छ जस्तो लाग्छ यो चढ्ने भएको कि खुट्टा कामेर है अब अलिक बिस्तार चाहिँ ल फुल आएको फुलै छोरो भइदिरहेको मजै नआइदिएर हो फुलै चाहिँ छैन अब लाली गुराँस बिस्तारै 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 What the? यत्रो रुखमा चढिरहेको छ यार देखाउँ यहाँ त गुराँसको सिजन सकेर मात्र गाइस नत्र यो ठाउँमा गुराँसको साला रातै हो सबै भने रातै हुन्थ्यो यो जाउँ मान्नु न त्यहाँ फाइनली गाइस हामी फर्किँदैछौँ होइन त्यहाँबाट तल हाम्रो गाउँ यहाँदेखि हामी आएको यो त्यस्तो छैन त्यो घरदेखि हामी आएकोदेखि हामी सिलाको फर्किँदैछौँ बिस्तारै फुल त पुगेको छैन यार घरमा चाहिँ आमाले खटाउने है पुगेन भनेर कस्तो छ ल को बाटो फेरि डेन्जर रमाइलो छ ल यो फुल त यहाँ छ नि यार यस्तो दामी दामी फुल त तर यसले काम दिन्छ कि दिँदैन हामीलाई भन्ने कुरा हो ठिक छ हामी गाउँमा आइपुगिसकेको छौँ यही हाम्रो यो पुलदेखि हामी गाउँ प्रवेश गर्छौँ फुल चाहिँ पुगेन यार दुईजना आएर नि फुल पुगेन भनेर चाहिँ आमाले बोल्नुहुन्छ जस्तो लाग्दैछ टोक्ला जस्तो छ यार फुल यस्तै हेर्दैछ फुल टिपिस भनेर ल एउटा यहाँ फुल टिप्दैछ
पनि लिएर जाने फुल बोकेर हिँड्दैछ अहिलेसम्म चाहिँ मैले बोकेँ अब त्यसलाई बोकाउँछु घर आउनु लाग्यो नि त बाटो छ फेरि यही आइसक्यो भनेको अनि यसले फुल बोक्दैछ आमाको रियाक्सन हेर्दै के भन्छु ए हाम्रो घर होइन यहाँ चाहिँ एउटा जुम्ली आउनु यहीँनिर यहाँ चाहिँ एउटा के हो यो आमालाई दिनु जरालाई भाडा दिनु लाग्ने त हेर आउँदै दाजु अरे हेलो भन न भाडा मात्रै हाम्रो आमा आज आत्ते काँते हुनुहुन्छ होइन काम छिटो छिटो सकाउनु पर्छ भनेर आत्ते काँते हुनुहुन्छ आमालाई म यसो मोटिभेसन गर्छु के भन्न चाहन्छु मैले यिनीहरू किन हतार गर्नु जान्छ पूजाको लागि ए पूजाको लागि यो पूजा कुन पूजा अरे सत्यनारायणको सत्यनारायणको पूजा कति बजी स्टार्ट हुन्छ 8 बजीदेखि आजदेखि स्टार्ट हुन्छ होइन यस्तो चाहिँ फुलको हालत माला उड्ने बाँकी छ यता नि छ नानीहरू गाउँघरमै हो होइन वाउ यस्तो मजाको छ यार अब फेरि हामी अर्को सामान दिन चाहिँ गइरहेको छौँ यो पारीतिर होइन पारीतिर जङ्गलमा यो चाहिँ हाम्रो गोठ यो दुईवटा पाडा छ पाडाको त्यहाँ बच्चा छ त्यहाँ हाम्रो बुवा हुनुहुन्छ अनि यो हाम्रो गोठ हो यहाँ दुईवटा भैँसी छ यो भैँसीले दुध दिन्छ यसले दिँदैन यो चाहिँ रागो नि कसरी रागो कसरी दिन्छ होइन हान्नु खोज्छ हौ पहिला चराउनु चाहिँ फेरि तिमीहरूलाई मै हो नि अहिले नचिनेर हान्नु खोज्दैछस् हान के हो अनि यहाँ छ बाख्राहरू छ ल ल घाँस नि काटेर ल्यायो भन्दै हुनुहुन्छ ड्याडीले पिताश्रीले तर यसलाई रिसाएको काम गर्नु पऱ्यो त्यो खोलामा माछा हुन्छ फेरि डेन्जर माछा हुन्छ यही चिजको लागि हामी आएको थियौँ यो चिजको लागि होइन इसके लिए आए थे हम अब लेकर जाने वाले हैं हम ये चीज़ बहुत काम आता है एकदम यो त एकदम इम्पोर्टेन्ट कुरा है पूजाको लागि चाहिँ होइन घरमा अब पूजा केही छ त्यस्तै छ भने चिज चाहिँ हाम्रोतिर चाहिँ नहुने चिज हो यसलाई चाहिँ हाम्रोतिर चाहिँ यो नागबेली भन्छ होइन एकदम राम्रो चिज हो यो बिहेतिर पनि चाहिरहेको हुन्छ हाम्रो त्यही भएर यो चाहिँ हाम्रै बारीमा हो हजुरहरूलाई चाहिन्छ भने यो मलाई कन्ट्याक्ट गरेर पैसा तिरेर लान सक्नुहुन्छ पैसा चाहिँ कति हो भन्दाखेरि 0 रुपिस यहाँ हाम्रो भाउजू हुनुहुन्छ भाउजूले रोटी पोल्दै हुनुहुन्छ दामी रोटी पोल्नु हुँदैछ ठ्याक्क पूजाको लागि अनि एकदम हुन्छ हाम्रो काकी अनि बडी हुनुहुन्छ ट्याक्क ल्याएर माला हुँदै हुनुहुन्छ यहाँ हुनुहुन्छ हाम्रो बडा माला उहाँ खतरा मान्छे नि यहाँ मेरो बहिनी छ उसले उयो गरिरहेछ चरा लाज कति धेरै दुःख छ इन्दर गदर सुगिनहरु आज हामी खोला गएको छौं गुलाम पिस्नलाई यो के लाग्यो एकदम लाग्यो के लाग्यो यो मरिच चाहिँ के को लागि होला यो के मरिच जस्तो लाग्यो के भयो त्यो हङकङबाट उयो घोडाको गेडी ल्याएको घोडाको भित्री गेडी क्या यो हाम्रो स्पेशली जस्तो लाग्यो हाम्रो शीतली पर्छ हजुर अनि पूजा कहिलेदेखि स्टार्ट हुन्छ हजुर हजुर के भन्नुभयो पूजा स्टार्ट कहिलेदेखि हुन्छ यो हाम्रो मात्रापुरीमा शीतली पूजाको लागि हामी यो किन्दैछौँ होइन अब यो चाहिँ एकदम गाह्रो हुन्छ यहाँ चाहिँ अब के कसले बनाउनु लुगा होइन यो घोडाको भित्री गेडी हो हजुर हङकङदेखि मगाएको यो होइन त्यति एकछिन टिकेन यो 7 वर्ष जस्तो मार्केटमा दाम थियो तर यो ब्यागमा है फेरि त्यो किन्न पाइन्छ
यस्तो मन्टा हुनुपर्छ भित्रभित्र आउँछ। हजुर हजुर। अनि अर्को के भन्नु चाहनुहुन्छ? अनि यो पत्रकार जीवहरू यस्तो आफूलाई न्याक्क बनाउनु हुन्छ त्यसरी ठुलो क्वेसन गर्नु पर्यो नि त। यसले खोलामा चाहिँ किन पिन ल्याएको होला? यो खोलामा चाहिँ अब के हुन्छ भने साथी होइन, खोलामा चाहिँ यो पवित्रता बेसी हुन्छ नि त, त्यही भएर चाहिँ हामी खोलामा ल्याएर चाहिँ हिँडिरहेको छौँ। कला पनि देखाइरहेको छु। यतिको कला चाहिँ धेरै जस्तो हुँदैन नि। हजुर हो कि होइन? हो आफै भन्नु न। हो हो। अनि अरू के छ पैसा? अरू त्यति हो ल। के ल? के चाहिँ ल हौ? के हो भने खासमा यो चाहिँ हाम्रो पूजाको लागि अब त्यो प्रसाद हुन्छ नि त्यसमा हाल्नको लागि चाहिँ हामी पिनिरहेको छौँ होइन। त्यो हामी घरमा पनि पिन्न सक्छौँ। खोलामा चाहिँ किन पिनेको भन्दाखेरि यो खोलामा चाहिँ अलिकति पवित्रता बेसी हुन्छ भनेर चाहिँ खोलामा ल्याएर टक्क पिनिरहेको होइन। अब घरको सिलौटामा त पिन्ने कुरा आएन, त्यहाँ जे पनि पिनिन्छ। त्यो भन्दा त्यसलाई धोएर युज गर्नु भन्दा चाहिँ यसलाई चाहिँ हामी खोलामै ल्याएर छिटै राम्रो नि भयो भनेर हाम्रो खोला नि घर नजिकै हो, 2 मिनट लाग्छ खोलामा आउन। त्यही भएर यो चाहिँ हामी त्यहीको लागि उयो गरिरहेको छौँ। स्पेसली मरिच हो होइन, मरिचमा मसलाहरू छ कि यो प्रसादको लागि हो। त्यहाँ हाम्रो बाहुन बाजे आउनुभएको छ, उहाँको नेतृत्वमा भएको यो कुराहरू चाहिँ म आफै जान्ने भएर गरेको होइन। त्यही म चाहिँ अहिले हिँडाकै गोठमा छु होइन। मेरो गोठ हो यो, मेरो मतलब मेरो बाबाको। यो भैँसीहरू चाहिँ हाम्रै हो। यो भैँसीहरूलाई मैले होइन यस्तो पहिला कति धेरै चलाउँथेँ, कति धेरै यिनीहरूलाई माया गर्थेँ होइन। साला यत्रो बढाएँ, हुर्काएँ, यत्रो बनाएँ, राम्रो स्कुलमा पढाएँ होइन। अन्तिममा आएर साला भैँसीले मलाई अहिले हान्छ क्या। त्यो कुराले चाहिँ मलाई एकदम चित्त दुख्छ होइन। कहिले त हान्दैन, कहिले चाहिँ पुरै हान्छ हौ। अघि मलाई झन् हान्यो। अनि त्यही भएर चाहिँ मलाई अलिकति चित्त दुखाइ भयो यो भैँसीहरूबाट। त्यस्तो केही छैन, त्यही हो। अब हाम्रो उता पूजाको कार्यक्रम हुँदैछ। अब हामी यता टक्क खोलामा गएर अलिअलि नुहाएर चोखो भएर होइन, अनि हामी उता पूजामा बस्नको लागि रेडी हुन्छौँ। यो चाहिँ मेरो भतिज त नभनौँ, मेरो आफ्नै भाइ हो। त्यसले भैँसीलाई त्यो नहालिरहेको छ। अघि त्यहाँ एक बारी घाँस पनि काटेर लिएर आएको छ कि त्यहाँ छ पर, त्यसले लिएर आएको। हामी आइसकेको छौँ ठ्याक्कै पौडीमा। के भन्छ यो स्विमिङ पुल भनौँ न हाम्रो गाउँको नुहाउने ठाउँमा आइपुगेको छौँ होइन। कस्तो राम्रो छ हौ नुहाउने ठाउँ, दामी छ हौ। अब हेर्नु होला हामी कसरी नुहाउँछौँ भनेर। देखो गाइस कैसे नुहाता हूँ, नहाता हूँ रॉयल भैंस पानी में। Vậy ấy. गाइस हामी नुहाएर आइसकेको छौँ, चिटिक्क परेर राम्री भएर। कहाँबाट रे? सिन्धाराको दबाई। यस्तो राम्री भएर आएको छौँ कि आज होइन। भगवान्ले चाहिँ आज हामीले मागेको कुरा चाहिँ अवश्य सुन्दा त्यस्तो राम्रो भइसकेको छ। श्री सत्यनारायण यहाँ गच्छ तु यहाँ सुखम मनो ज्योति मन्त्रस्य स्वामिदा प्रादा प्रतिष्ठा कृत्वा धराइदिनु तुलसी पत्र भन्छ। तुलसी पत्र भन्छ। तुलसी पत्र अब खोइ यहाँ त तुलसी या ल्याउनेबाट बात हो। माथि माथि हाम्रो पनि मत यो त कान्छी होइन तुलसी पत्र हाम्रो पूजा चाहिँ लगभग आजको लास्टमातिर आइसकेको छौँ। अब बेलुका पनि होइन, बेलुका रमाइलो हुन्छ, इन्जेक्सन लगाइरहेको छ। अब
अहिलेको चुलाई चाहिँ दिउँसो कार्यक्रम चाहिँ लगभग अन्तिमतिर छौँ हामी। सो गाइस दाइले आज हाम्रो प्रसाद बाँड्न लागेको। हाम्रो गाउँको फुचरले यस्तो खतरा भइबस्यो त यो भाइ खतरा हुन्छ नि फेरि। यो भाइ खतरा कता देखाइन्छ ल सटान भाइ। ओहो